केएफसी स्टाइलको मिठो मसरुम पकौडा बनाउने होइन त? ल आउनुहोस् आज सँगै बनाऊँ क्रिस्पी र क्रन्ची केएफसी स्टाइलको मसरुम पकौडा। मसरुमलाई ठुल्ठुलै पारेर काटेर मजाले पखालेपछि नुन पानीमा डुबाउने अनि ब्रेडलाई चाहिँ यसरी सानो सानो पारेर ग्राइन्डरमा ग्राइन्ड गर्ने र यसको पाउडर बनाएर एउटा प्लेटमा खनाएर राख्ने। त्यसपछि अब ब्याटर बनाउनको लागि चाहिँ मैले आँटा लिए दुई कप जति अनि यो चाहिँ कर्नफ्लोर हो। यसमा चाहिँ अलिकति मकैको पिठो पनि हाल्ने लोकल पिठो अनि बेसार नुन मसला अनि खुर्सानी अदुवाको धुलो लसुनको पेस्ट अनि थोरै पानी हालेर यसलाई चाहिँ ठिक्कको जतिको ब्याटर बनाउने। धेरै बाक्लो पनि होइन धेरै पातलो पनि होइन किनभने मसरुम हालेपछि फेरि पानी निस्किन्छ र पातलो भइदिन्छ। अब यसमा मसरुम मजाले हालेर चलाउने सबैतिर ब्याटर लाग्ने गरी। अब यो ब्याटरमा मोलेको मसरुमलाई चाहिँ मजाले ब्रेड क्रम्समा चाहिँ अर्कै गर्ने र यसलाई तेलमा तार्ने। धेरै ठुलो पनि आगो नबनाउने। यसरी फर्काउँदै चलाउँदै गरेर मसरुमलाई चाहिँ माछा तारे जस्तै गरी तारेर निकाल्ने। यही प्रोसेस सबै रिपिट गर्ने अनि यसरी बनाएर चटनी बनाएर खाए पनि भयो, केचपसँग खाए पनि भयो, एकदमै मिठो हुन्छ। घरमा कोही गेस्ट आउनुभएको छ भने एकपल्ट यसरी ट्राई गर्नु होला। स्पेसली भेजिटेरियनहरूलाई त यो त ओहो हो म चाहिँ मुभी हेर्दै खाँदै गर्दै थिएँ। हजुरहरू पनि एकपल्ट बनाएर ट्राई गर्नुहोला। युट्युबले चाहिँ कपिराइट लाउने भएको हुनाले मैले यसको ओरिजिनल साउन्ड चाहिँ राखिनँ, त्यसैले फेरि भोइस ओभर गरेर हालेँ।